हेलो साथीहरु सबैजनालाई शिवानी है र फेरि पनि तपाईहरुलाई वेलकम छ मेरो च्यानलमा है। र आज चाहिँ म र भाइ चाहिँ यहाँ हेर न, म र भाइ चाहिँ खोला गइदिएको हो। अन्त आज चाहिँ छुट्टी हो। आज चाहिँ हामी यसो टाइम पास गर्नु चाहिँ लाग्दिएको खोला दुई भाइ चाहिँ। र त्यही हो, अब हिजो माछालाई चारो दिएको देखेको थियो तपाईहरुले, त्यो माछा मार्नु गएको है। हेर्नु होला कस्तो हुन्छ है। हेलो साथीहरु, चाहिँ हामी चाहिँ हाम्रो बल बाइक चाहिँ हेर्छ भाइले कुदाउनु भएको थियो है, किनभने म चाहिँ भिडियो बनाउँछु होइन। हेलमेट हेरी हाम्रो अर्ग्यानिक छ हो। अहिले निक्लियौँ होइन, एकदम प्लेट छ है, हेर्दै गर्नु होला। अहिले भने चाहिँ हामी फाटक निक्लियौँ है। चाहिँ यहाँ पुरै जाम रहेछ, टाइम लाग्दो रहेछ है। जाम चाहिँ नै छ जाँदैछौँ है, हेर्दै गर्नु होला। र यहाँ चाहिँ किन जाम भएको भन्दाखेरि चाहिँ ट्रेनलाई तिर्खा लागेर पानी खाँदो रहेछ हो। यहाँ हेर्नु सक्नुहुन्छ, यो चाहिँ दार्जिलिङको फेमस हो है ट्रेन चाहिँ। ट्रेनले चाहिँ पानी हाल्छ यसमा, केको लागि हालेको थियो त्यो मलाई पनि थाहा छैन है, सोध्नुपर्छ। पानी हालिदिँदो रहेछ। आज बिहिबार रहेछ नि त। र अहिले भने चाहिँ होइन, मैले बाइक कुदाइरहेको छु। जाम चाहिँ डह्रो नै छ। कुदायो हो। अहिले भने चाहिँ हामी मालधेरा आइपुग्यौँ है। एकदम सफा र क्लियर देखिरहेको छ है। हामी जानुपर्ने चाहिँ तल देख्दै गरेको खोला हो। र मेरो घर चाहिँ गाउँ चाहिँ हो है। र होइन साथीहरु, अहिले भने चाहिँ हामी न्यु रोड पुग्यौँ है। सानोमा हामी रनिङ गर्ने जग्गा पुग्यौँ है। र अहिले चाहिँ यहाँ कान्छाले बाइक चलाउँदैछ हो। जान्दैछु, जाम ज्यादा थियो नि त, त्यही भएर र यहाँबाट चाहिँ जामुनी देख्दैछ साथी हो होइन। रहा नहीं जाता बटुवा।
चाहिँ खोला पुग्यौँ है र बाइक चाहिँ यहाँ राख्यौँ। अन्त हामी चाहिँ अब तल देवी टारदेखि पनि तलबाट खेल्ने है। र यो बाटो त थियो, यो बाटो झरेकोले गर्दाखेरि छैन र माथिल्लो बाटो पनि थियो। त्यहाँ चाहिँ माटो बिछाएकोले गर्दा बाइक पुरा चिप्लिन्छ त, त्यही भएर चाहिँ यताबाट आयौँ। र यहाँ चाहिँ भाइ छ, ऊ कान्छा, र हामी चाहिँ एकदम जाडो जग्गाबाट आएको है साथी हो। ज्याकेट बोकाइ हेरिहाल्नु कस्तो छ, र म पनि एकदम ज्याकेटमै छु है। मको चाहिँ यहाँ त्यत्रो हुँदो रहेछ भर्खर। र अहिले चाहिँ हामी पुग्यौँ है खोला। र यहाँ चाहिँ अब हामी खेल्ने, पहिला खोला खेल्ने हो, त्यहाँबाट त्यो माथि खेल्ने। ल साथी हेर्दै गरौँ। फाइनली गाइस मैले चाहिँ आगो बालिसकेँ है। अब यहाँ चाहिँ हाम्रो खानेकुरो पाएको छ है। यस्तो छ आजको नजारा चाहिँ है। हामी चाहिँ आज तल भन्दा तल आइरहेको छु हाम्रो है। मैले चाहिँ साथी सानोबटे माछा पारेँ है, र म चाहिँ यसलाई छोडिदिन्छु किनभने सानो चाहिँ के गर्नु मलाई हो। यहाँ मऱ्यो के त, बाँच्ने रहेछ। कहाँ से आते हैं? मैले भर्खरै मात्रै पारेको थिएँ यसलाई हो, जाने रहेछ। बच्चे ये बोका गयो तर अब यसलाई मुल्कीमा छोडिदिनुपर्छ। यो जान्छ गयो हो। हामी त जस्ट इन्जोय गर्न आएको हो होइन साथी हो। मरा पाएको छैन हौ, कोइलामा मात्रै बोल्नुपर्छ नि। र हाम्रो भाइले चाहिँ मासु पुगेको अरे होइन, डल्लो कल्लो भइन्छ होइन। हाम्रो चाहिँ रेडी भयो लन्च 12 बजीको। अन्त यहाँ पनि पोल्दैछ। कौन है ये लोग? अब चाहिँ कहाँ से आते हैं? हल्का खाइदिने हो है। यो चाहिँ बोरामा छ, तर हाम्रो चाहिँ थालसाल केही छैन हो। अन्त बोरामा राखेको छ भाइले। ल साथी हो, हेप्पी लन्च। यहाँ छु है, म चाहिँ नाङ्गो छु चाहिँ लास लागिरहेको छ, त्यही भएर चाहिँ त्यस्तो नआएको। अन्त भाइ चाहिँ यहाँ छ होइन भाइ, दुईजना चाहिँ। अन्त यहाँ स्पेट खेल्दैछु है, स्पेट र सुँगुरको मासु होइन। चाहिँ उखु खाने रे, यहाँ पर उखु माग्दैछ र म चाहिँ यहाँ बसिरहेको छु भुइँमा है। र अङ्कलले काटिदिँदैछ उखु। एउटा उखुको त 50 रुपियाँ रे साथी हो। यस्तो छ होइन। फाइनली भाइले चाहिँ उखु लिएर आयो साथी हो। कति रे? 100 रुपियाँ। 100 रुपियाँको उखु त महँगो परेन र साथी हो। अहिले चाहिँ हामी उखु खाँदैछु है। घुम्न आएको अन्त कि त खानु पर्यो। यो उखुको दाम चाहिँ 100 रुपियाँ हो साथी हो। उयोहरू खाइ त सेम बाँदो रहेछ नि। 100 रुपियाँको उखु सक्यो त्यसो भने साथी हो। ओ यहाँ सेल्फी हान्छु यहाँ। उखु होइन, त्यो चाहिँ हामी खाँदैछु हो। यसो गरेर खानुपर्छ। कुखुराहरू पुरा आएको छ हो, कुखुराले पनि उखु खाँदैछ। ऊ हेर्नु हजुर हुन्छ भएन। र आज मजा आयो हामीलाई चाहिँ हो।
चाहिँ हल्का आमाको लागि होइन सपना खरानी खरानी बिपनी बनी हाल्यो बिरानी सपना खरानी खरानी बिपनी बनी हाल्यो बिरानी बुढाको लाटिनी आमाको छातिनी चर्कियो माया र परिश्रम माथिको बेर्दै बुढाको लाटिनी आमाको छातिनी चर्कियो माया र परिश्रम माथिको बेर्दै रे नारे नारे रे नारे नारे रे नारे ताना नारे 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 रे नारे ताना